जामासुर जानुपर्ने हुन्छ होइन बाबुहरू चाहिँ हामीसँग एउटा अब अहिले 4-5वटा लोड हुन्छ होला हामीहरू सबैलाई देखाउँछ होइन ल ठिक हो के छ त ठिक छ हजुरको भनिसक्यो ठिक छ एकजना कहाँ जाँदैछौँ त भन्छ त यो यता नजिक घरदेखि 2 किलोमिटर टाढादेखि चाहिँ हिँड्नुपर्छ हाइकिङमा हामी घुम्न जान लागेको हामी घुम्न जान लागेको हामी जामासुरतिर जान लागेको है म त नदेखाउनु पनि सबैजना रेडी भएर हुन्छ सबलाई देखाएँ उहाँलाई पनि देखाएँ कहाँ जाँदैछ त हामी आज यता जामासुर पदयात्रामा जाँदैछौँ जुन चाहिँ फुलबारी गेट जान्छौँ त्यहाँबाट पछि लगभग 3.5 किलोमिटरको हाइकिङ गर्छ आज ल रमाइलो हुनेवाला छ त्यहाँसँग हाम्रो राइडर भाइसँग पनि गर्नुहुन्छ होइन त्यहाँ रेडी भइसक्नु हाम्रो जामासुर पदयात्रा सुरु भयो भर्खर फुलबारी गेट भइरहेको छ होइन अहिले 11 बज्दैछ 10:50 भयो हामी 1 बजीसम्म माथि पुग्ने लक्ष्य छ हेरौँ है के हुन्छ माथि सुन्नुपर्ने हुन्छ हामीसँग यहाँ हो न जम्मा हाम्रो डिस्टेन्स 3.5 किलोमिटर होला एथलिटहरू हुनुहुन्छ यहाँ फिट एन्ड फाइन है पारेर फिट एन्ड फाइन हुनुहुन्छ सबैजना अब हाम्रो यात्रा सुरु हुन्छ ट्रेकिङको ए आउँछ सुन्दा नदै झर्दैछ होइन अगाडि मान्छेहरू छ टन्ने मान्छे छ